सम्पूर्णमा नमस्कार। आज मैले तपाईहरुलाई एकदमै विशेष भिडियो लिएर उपस्थित भएको छु। यो भिडियो हो मुम्बई महाराष्ट्रमा पर्ने उल्लासनगरको एकजना नेपाली दाइ कुटिएका छन्। हेर्नुस्, कुटिनुको कारण भनेको उहाँ त्यो बिल्डिङमा काम गरिरहेको अवस्थामा एकजना देशी त्यो गेटबाट आवत जावत डेली गर्दा रहेछन् र त्यो हाम्रो नेपाली दाइले तपाई यो गेटबाट आउने जाने नगर्नुस्, मलाई बिल्डिङवालाबाट प्रेसर आउँछ भन्दा त्यो देशीले नमानेर केही उहाँहरूको भनाबोल हुन्छ र हाम्रो नेपाली दाजुभाइहरू प्रत्यक्ष यो भिडियोमा देख्न सक्नुहुन्छ। एकजना नेपाली दाजुभाइमाथि अन्याय भएको रहेछ। समाचार प्राप्त भएको क्षणदेखि नै हाम्रो समितिका सम्पूर्ण पदाधिकारीको टोली घटनास्थलमा स्वयं गएर सम्बन्धित निकाय तथा स्थानीय प्रशासनसँग छलफल गर्दै पीडितको स्वास्थ्य सुरक्षाका न्यायिक प्रक्रियालाई अघि बढाएर समस्याको समाधान गरेका छौँ। विदेशमा बस्ने नेपालीहरू समस्यामा परेका बेला साथ दिने कोही छैनन् भन्ने मान्यतालाई अब परिवर्तन गर्न समय आएको छ। दलितका लागि दलित अभियान उल्लासनगर समिति स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछ। विदेशमा रहेका कुनै पनि प्रवासी नेपालीमाथि अन्याय वा अत्याचार भएको खण्डमा हामी प्रत्येक कदममा साथ सहयोग र कानुनी वकालत गर्ने सधैँ अग्रपन्थीमा रहनेछौँ र तपाईँ बसेको ठाउँमा पनि यस्ता घटनाहरू घट्छन् भने सकिन्छ एकैबद्धता जनाउनुस्, सकिँदैन त्यहाँको सम्बन्धित सङ्गठनलाई त्यहाँको प्रशासनलाई खबर गर्नुहोला। यो भिडियोलाई तपाईँहरूले यति सेयर गर्नुहोस्, हरेक व्यक्तिसँग यो भिडियोलाई पुर्याउनु होला। धन्यवाद।